यता सीमावर्ती क्षेत्रका भारतीय व्यापारीहरूले बालेन्द्र शाहको विरोध गर्दै जुलुस नै निकालेका छन्। नेपाल सरकारले भारतबाट ल्याइने सामानमा कडा भन्सार नीति लागू गरेपछि आफ्नो व्यापार सुकेको भन्दै उनीहरू सडकमा उत्रिएका हुन्। नेपाल सरकारले नेपाली रुपैयाँ 100 लगभग भारतीय 63.65 भन्दा बढी मूल्यका सामानमा भन्सार शुल्क 5 देखि 80% सम्म अनिवार्य रूपमा लागू गरेपछि सीमावर्ती क्षेत्रका भारतीय व्यापारी तनावमा परेका हुन्। उनीहरूको व्यापारमा भारतीय गिरावट आएको छ। यसले दैनिक उपभोग्य वस्तु, किराना, चिप्स, कोल्ड ड्रिङ्क्स, फलफुल, बिस्कुट आदिमा पनि प्रभाव परेको बताइएको छ। सीमावर्ती बजारहरू जस्तै रक्सौल, जयनगर, भैरवा नजिकका भारतीय बजारमा नेपाली ग्राहकहरूको संख्या घट्दै घटेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। यसबाट पसलदार, अटो रिक्सा चालक, कुल्ली र साना व्यापारीहरूको दैनिक व्यापार सुक्न थालेको बताइएको छ। नेपाल सरकारको कदम विरुद्ध भारतीय व्यापारीहरूले स्थानीय प्रशासनलाई ज्ञापन पत्र समेत बुझाएका छन्। केही ठाउँमा बालन सरकार मुर्दाबाद, बालन सरकारका काला कानून मुर्दाबाद, नेपाल